हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। होइन, आज चाहिँ हामी मस्जिदमा ईदको दिन पनि हो अनि मस्जिद पनि घुम्न आइयो। ईद मुबारक। ईद मुबारक। हमारा यूट्यूब चैनल में क्या बोलते हैं ईद में? बोलो। यूट्यूब चैनल सब्सक्राइब वो सबके लिए ईद मुबारक। ईद मुबारक। गॉड ब्लेस यू। एउटा ईद मुबारक। ईद मुबारक। ईद मुबारक सबके लिए। हैप्पी हैप्पी 2025। सब्सक्राइब करो, फॉलो करो, लाइक करो, थ्याङ्क यू, शेयर करो। थ्याङ्क यू। अनि हामी चाहिँ गाडीमा चढेर लाग्यो मस्जिदतर्फ। होइन, आज हाम्रो काम त्यहाँ सानो काम परेको हुनाले मस्जिद घुम्दै आफ्नो काममा जाने भन्ने सल्लाह भयो। त्यही भएर चाहिँ चट्ट मस्जिदमा चाहिँ एकदम धेरै भिडभाड हुन्छ। अनि आज हामी चाहिँ बिहानै घुम्न आइयो है, घाम लागिरहेछ साथीहरू। दाजु कस्तो छ दिन, कसरी बितिरहेछ? दिन चाहिँ राम्रो गइरहेको छ। अब मस्जिद है, मस्जिदमा आइयो आज। मस्जिदमा आयो, ठुलो रहेछ। बाहिरबाट हेर्दा त सानो कहाँ दाजु, यो त कति अरे वर्ल्डको कति हो अनि युएईको सेकेन्ड हो नि त। अबुधाबी भन्दा यो धेरै ठुलो एरिया रहेछ। ठुलो छ नि। मतलब हाम्रो दसैँ तिहार भन्ने जस्तो उहाँहरूको ईद हो। ईदमा चाहिँ यस्तो रमाइलो गर्छ यहाँ। त हल्का यसो शुभकामना। ईदको अब हरेक धर्म मान्नेहरूले होइन, आफ्नो धर्म जसको जे भए पनि कसैको ईद, कसैको चाहिँ दसैँ तिहार, कसैको लोसार जे भए पनि एउटा सबैको एउटै हो होइन। कस्तो लाग्छ भाइलाई चाहिँ? ठिकै हो, सबैको एउटै हो। रेस्पेक्ट हुनुपर्छ, एकले अर्कालाई रेस्पेक्ट गर्नुपर्छ। सबभन्दा ठुलो मानवीयता हो। एउटा मान्छेले अर्को मान्छेलाई, एउटा धर्मले अर्को धर्म, हरेक जात जाति भाषाभाषी एकअर्कामा रेस्पेक्ट हुनुपर्छ भन्ने चाहिँ लाग्छ मलाई। शुभकामना चाहिँ सबैलाई अब सबैलाई आजको ईदको शुभकामना। गाइस हेर्नु त राम्रो दिन देखिरहेको छ। गरेको छ कि यस्तो गरेको छ होइन। लगाएछ हेर्नु होला। घाम पनि लागिरहेछ। दामी हजुरहरूलाई भिडियो कस्तो लाग्यो प्रतिक्रिया दिन नभुल्नु होला। र यस्तै राम्रो राम्रो भिडियोहरू हजुरलाई चाहिए भने हाम्रो च्यानल भिजिट गर्न सक्नुहुनेछ। धन्यवाद। ईद मुबारक बन्धु। कैसे पूरा नयाँ नयाँ लुगा लगाएका आ रहा है? ठीक है, कैसे रहा बोलो। अन्तिममा एउटा कुरा भन्नु बिर्सेछु होइन, हजुरहरूलाई राम्रो लाग्यो भने यो भिडियोलाई लाइक गरिदिनु होला, सेयर गरिदिनु होला, र जसले सब्सक्राइब गरेको छैन सब्सक्राइब गरिदिनु होला।